सबैजनालाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ हामी चाहिँ टक्क तयारी गरेर हिँडेको छौँ होइन। यहाँ ठुटीले पनि हिँडो गरिरहेको छ। अब चाहिँ आज सबैजना आएछ, छोराछोरी सबै यसो घुम्न निस्केको छ। म देखाउन चाहन्छु पुरा भिडियो हेरेर इन्जोय गर्नु होला है त। फुल भिडियो हेरिदिनु होला। अनि सबै त्यही माथिको त हुन्छ त हो नि। यहाँको हुन्छ र भने यहाँको हुन्छ र भने यता हेर ठुटीहरू कागती पनि कति महँगो 5 रुपियाँ गोटा 20 रुपियाँ गोटा 20 रुपियाँ गोटा। एकछिनमा हेर न मोमो खानु नपाएर यो चाहिँ यसरी रिसाएर बसिरहेको छ हेर। झोल मोमो खाने अरे मेरो छोरीले। म बर किनिदिन्छु नि त। अनि हिँड्छु झोल मोमो भन्दै बदमास गर्छ। यता हेर त यता रिसाको सिमराले कुन कलर ल्याएको त्यो खिराको आइन ब्लग खाने क्या पुरी खाने बेला हुन्छ सेमको हालेर अमिलो बनाउँछ। आज बनाएको भोलिपल्टदेखि खाने हुन्छ। केमा चाहिँ क्यान्सर हुन्छ अरे? यो बजारको उयसमा के अचार बजार उयोमा बजारको अचारमा बुढा आफूले बनाएर खाएको चाहिँ त्यो गरेर केमिकल हालिँदैन होइन। खाने बेला हुन्छ सेमको हालेर अमिलो बनाउँछ। आज बनाएको भोलिपल्टदेखि खाने हुन्छ। केमा चाहिँ क्यान्सर हुन्छ अरे? यो बजारको उयसमा के अचार बजार उयोमा बजारको अचारमा बुढा आफूले बनाएर खाएको चाहिँ त्यो गरेर केमिकल हालिँदैन होइन। यस्तो क्या गाईले अब बाइचान्स उठाइहालेछ भने उनीहरूले सुकुम्बासी हो कि होइन भनेर 3 पुस्ते खोज्छ। 3 पुस्ते हामीले निकाल्नु पर्छ। 3 पुस्ते निकाल्दाखेरि वार्डबाट सिफारिस निकाल्नु पर्छ यो सुकुम्बासी हो कि होइन, बाजेको पालामा कति सम्पत्ति, बाउको पालामा आएर कति रह्यो सम्पत्ति, अहिले आएर कति छ सम्पत्ति, त्यो सबै छानबिन वार्डबाट निकाल्नु पर्छ क्या। अनि त्यो वार्डले दिएको सिफारिस अनुसारले गर्छ उनीहरूको कारबाही।
त्यहाँ यति छ भने देखियो भने ओइलाइन जग्गाको त देखिँदैन, नम्बर जग्गाको त देखिने हो, ओइलाइनको देखिँदैन।